साथीहरू, यो हो कटहरको बोट उमार्ने सबैभन्दा सजिलो तरिका जसबाट तपाईँले निकै कम समयमा बढी फलको उत्पादन लिन सक्नुहुन्छ। भिडियो पुरा हेर्नुहोस् र लाइक कमेन्ट गर्नुहोस्। सबैभन्दा पहिले 1-2 वर्ष पुरानो स्वस्थ र मजबुत कटहरको बोटबाट एउटा ठिक्कको हाँगो काट्नुहोस्। त्यसपछि एउटा पाकेको फर्सी लिनुहोस् र त्यसलाई बीचबाट 2 भागमा काट्नुहोस्। अब त्यसको आधा भाग गमलामा राख्नुहोस् र भित्रको सारा गुदी चम्चाको मद्दतले निकाल्नुहोस्। अब यसमा एउटा केरा, अलिकति एलोभेरा जेल, एउटा काँचो अन्डा र एउटा बायो एनर्जी ट्याब्लेट राखेर पौष्टिक मिश्रण तयार गर्नुहोस्। त्यसपछि कटहरको अघि काटेको हाँगोलाई माथिबाट 2-3 इन्च छोट्याएर त्यस मिश्रणमा राम्ररी गाड्नुहोस्। माथिबाट माटो हालेर राम्रोसँग छोप्नुहोस् र अलिकति पानी हाल्नुहोस्। अब गमलालाई ठूलो प्लास्टिकको झोलाले ढाकिदिनुहोस् ताकि चिसोपना रहिरहोस्। 20 दिनपछि खोल्दा तपाईँले स्वस्थ अंकुरित बिरुवा र मजबुत जराहरू देख्नुहुनेछ जसलाई रोपाइका लागि प्रयोग गर्न सकिन्छ। अब यस बिरुवालाई आफ्नो बगैँचामा वा गमलामा उर्वर माटोसँग रोप्नुहोस्। सँगै अलिकति केरा, बायो एनर्जी पानी र सामान्य पानी हाल्नुहोस्। केही महिनाभित्रै तपाईँको कटहरको बोट फल दिन तयार हुनेछ। र भिडियो शेयर गर्न नबिर्सनुहोस्।